नमस्कार, म कौशल भण्डारी यही शमसी गाउँपालिका पर्सा डेवार्ड एकबाट छु। आजको विशेष कार्यक्रम हाम्रो यो रहेको छ भन्दाखेरि नेपालको राजनीतितर। आज हाम्रो देशमा जेनजीको सरकार चलिरहेछ। त्यहाँ नेपालमा पटक पटक आन्दोलन भइरहेछ। हाम्रो सरकार बनोस्, हाम्रो सरकार बनोस्, हाम्रो होस्। यो सबैलाई रोक्न, नियन्त्रण गर्न नेपाल प्रहरी या नेपाल कहीँ जान्छ। यहाँ दाजुभाइहरूसँग भए पनि हुन्छ कतिले त म त्यहीँकै भनेर म भन्न चाहन्छु भन्दाखेरि पटक तपाईहरू आन्दोलन नगर्नुहोस्, शान्तिपूर्वक सरकारलाई काम गर्न दिऊ। यो मध्य प्रदेशको मुख्यमन्त्री जो नियुक्ति भएको छ उहाँलाई राम्रोसँग स्वतन्त्र भएर काम गर्न दिऊ। यहाँको राम्रो नेताजी हुनुहुन्छ, राम्रो काम गर्छ। पटक सरकार चेन्ज गरेपछि विभिन्न समस्या पनि हुन्छ।